ल है साथी हो, नेपाल बैंक लिमिटेड 2081 साल चैत महिनाको 15 गतेदेखि नयाँ भ्याकेन्सी खोलाएको छ। +2 देखि माथि सबै मास्टर डिग्रीसम्मको लागि अनलाइन दरखास्त फारम अनलाइनबाट फर्म भर्न सकिनेछ। त्यसको लागि 2081-82 को स्वीकृत दरबन्दी आधारमा रिक्त रहेको निम्न पदहरूमा खुल्ला प्रतियोगिता स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकबाट मिति 2081 12 महिना 15 गतेदेखि अनलाइन दरखास्त फारम भर्न आह्वान गरिएको छ। बैंकले तोकेको अनलाइन दरखास्त फारम भर्नुपर्ने सम्पूर्ण विवरणहरू प्रमाणपत्र तथा नेपाली बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सो साधन त्रिभुवन विश्वविद्यालयबाट सक्षमता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूह लागि तोकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएको अनुभवको प्रमाणपत्र र हालसम्मकै खिचेको पासपोर्ट साइजको फोटो र दरखास्त स्क्यान अट्याच गरी तोकिएको शुल्क तिरी मिति 2082 1 महिना 4 गतेसम्म, मिति 2082 1 महिना 11 गतेसम्म दोब्बर दस्तुर मिति 2 अनलाइन दरखास्त पेश गर्नुपर्नेछ। म्यादभित्र दाखिल भएको र रिक्त नपुगी आएका दरखास्त उप कुनै किसिमको कारबाही हुने छैन। छुट्टा विवरण उल्लेख गरी अनलाइन दरखास्त फारम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ। विज्ञापन नम्बर, पद, तह, समूह, भाग, पद सङ्ख्या, न्यूनतम शैक्षिक योग्यता र अनुभव। विज्ञापन नम्बर 22 2081 82 प्रबन्धक CA, तह 8, समूह खुल्लामा 2 जना र महिला 1 जना। विज्ञापन नम्बर 23 2081 82 को उपप्रबन्धक 7 जना मागेको छ। उपप्रबन्धक तह 7 मा खुल्ला 1 जना मागेको छ। त्यसै गरी सहायक प्रबन्धक तह 6 को खुल्ला 19 जना, महिला 5 जना, आदिवासी जनजाति 5 जना, मधेसी 3 जना, दलित 2 जना, अपाङ्ग 1 जना। त्यसै गरी सहायक प्रबन्धक CA तह 6 को खुल्ला 4 जना, महिला 2 जना, आदिवासी जनजाति 1 जना। प्रदेशगत विज्ञापन सहायक पदको लागि कोशी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू। विज्ञापन नम्बर 26 सहायक तह 4 को खुल्ला 2 जना, महिला 1 जना, मधेसी 1 जना, अपाङ्ग 1 जना, पिछडिएका 1 जना। मध्य प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू। सहायक तह 4 को खुल्ला 9 जना, महिला 2 जना, आदिवासी जनजाति 2 जना, मधेसी 2 जना र दलित 1 जना। त्यसै गरी बागमती प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूमा सहायक तह 4 को खुल्ला 13 जना, महिला 3 जना, आदिवासी जनजाति 3 जना, मधेसी 2 जना, दलित 1 जना, पिछडिएका 1 जना। गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरू। सहायक 4 जना, तह 4 को सहायक खुल्ला 6 जना, महिला 2 जना, आदिवासी जनजाति 2 जना, मधेसी 1 जना। मान्यता प्राप्त यिनीहरू सबै। त्यसै गरी लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत 7वटै प्रदेशमा खोलाएको छ सहायक पदको। तह 4 मा सबै कोटा अनुसार खोलाएको यसै सूचना मार्फत जानकारी गराउँदैछौँ। मान्यता यसको लागि न्यूनतम शैक्षिक योग्यता भनेपछि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक उत्तीर्ण गरेको भनेपछि ब्याचलर पास गरेको हुनुपर्नेछ। प्रदेशगत विज्ञापन सहायक IT पदका लागि बागमती प्रदेशमा
पद सहायक आइटी तह 4 महिला 1 जना। मान्यता प्राप्त यसको लागि शैक्षिक योग्यता भनेपछि मान्यता प्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधिमा न्यूनतम स्नातक उत्तीर्ण गरेको। त्यसै गरी अब प्रदेशगत विज्ञापन कनिष्ठ सहायक गोल्ड टेस्टर पदको लागि बागमती प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूमा तह 3 को कनिष्ठ सहायक गोल्ड टेस्टर भनेको सुन, अब ब्याङ्कहरूमा सुनहरू राखेर पैसाहरू लिन आउने, कर्जा लिन आउनेहरूको लागि, त्यसको लागि त्यो पदको लागि गोल्ड टेस्टरको तह 3 को खुल्ला 4 जना, महिला 1 जना, मधेसी 1 जना, विपक्ष 1 जना। त्यसै गरी गण्डकी प्रदेशको नि त्यसै गरी छ, लुम्बिनी प्रदेशको नि त्यसै गरी, कर्णाली प्रदेशको त्यसै गरी गोल्ड टेस्टरको तह 3 को सबै पास गरेको मान्छेहरूले न्यूनतम शैक्षिक योग्यता भनेपछि यसमा 10+2 कुनै पनि विषय लिएर +2 गरेको मान्छेहरूले गोल्ड टेस्टरको लागि आवेदन दिन सक्नुहुनेछ। विज्ञापन सम्बन्धी विशेष सूचना यो आफै पढ्नुहोला, तल के दिएछ। त्यसै गरी अब हामी लिखित परीक्षा लोकसेवाबाट हुनेछ। लिखित परीक्षा भनेपछि लोकसेवाबाट हुनेछ। अब प्रदेश अनुसार सबै प्रदेशको अब लिखित परीक्षा भनेको चाहिँ अब मानव गोल्ड टेस्टरको, अब गोल्ड टेस्टर तपाईँले अब कोशी प्रदेशबाट भर्नुभएको छ भने कोशी प्रदेशको गोल्ड टेस्टरको लागि अब एकै दिन हुन्छ परीक्षा, लोकसेवाबाट हुनेछ। त्यही भएर तपाईँ जुन पदमा दरखास्त दिनुभएको छ त्यो बाहेक अरू पदमा दरखास्त नदिनु, किनकि लिखित परीक्षा दिनलाई तपाईँलाई गाह्रो हुन्छ, एकै दिन हुन्छ अनि एउटामा मात्र भ्याउन सक्नुहुन्छ, अरूहरूमा भ्याउन सक्नुहुन्न। छनौट भई नियुक्त गरिएका कर्मचारीले बेलैमा खटाएको जुनसुकै कार्यालय शाखा गई काम गर्नुपर्नेछ। सहायक र कनिष्ठ सहायक गोल्ड टेस्टर पदको लिखित परीक्षा सफल हुने उम्मेदवारहरूलाई अन्तर्वार्ताको सामान्य सम्बन्धित प्रदेश। यो गोल्ड टेस्टरको हकमा फेरि लिखित परीक्षा पास गरिसकेपछि उम्मेदवारले प्राथमिकताको आधारमा छनौट गरिएको शाखा कार्यालयमा निजको अन्तिम योग्यताका आधारमा क्रमश नियुक्त गरिएको सुरु नियुक्ति भएको शाखा कार्यालयमा नेपाल बैंक लिमिटेड कर्मचारी सेवा नियमावली 2079 को नियम 7 को उप नियम 4 बमोजिम निम्न अवधि वा पदोन्नति नहुँदासम्म जुन काम हुन्छ सो समयसम्म सेवा गर्नुपर्नेछ। क र ख समूहका शाखा कार्यालयमा न्यूनतम 3 वर्ष, ग समूहका कार्यालयहरूमा न्यूनतम 4 वर्ष, घ र ङ समूहको शाखा कार्यालयमा न्यूनतम 5 वर्ष। एकभन्दा बढी विज्ञापन अनलाइन दरखास्त फारम भर्दा प्रत्येक विज्ञापनको लागि अलग अलग नै दरखास्त दस्तुर भुक्तानी गर्नुपर्नेछ। तपाईँले छुट्टै विज्ञापनमा छुट्टै पदको लागि तपाईँले फर्म भर्न चाहनुहुन्छ भने विज्ञापन नम्बर फरक छ भने तपाईँहरूको त्यो शुल्क, त्यो दस्तुर शुल्क पनि छुट्टै लाग्नेछ। त्यसै गरी दरखास्त फारम भर्न नेपाल बैंक लिमिटेड वेबसाइट www.nepalbank.np को करियरमा अप्लाई फर भ्याकेन्सीबाट क्लिक गरी त्यहाँ राखिएको निर्देशनअनुसार भर्न सक्नुहुन्छ। तपाईँले फर्म भर्नको लागि यो तल दिएको वेबसाइटमा नि गएर भर्न सक्नुहुन्छ। लिखित परीक्षाको पाठ्यक्रम नेपाल बैंक लिमिटेडको करियर ट्याबमा राखिएको छ। यसको पाठ्यक्रम पनि यसै